पिल चाहिँ यतिको लुलो बनायो भने चाहिँ एकदम राम्रो बन्छ कि हैन। यतिको सुकाउने योभन्दा बढी पटपटी भाँचिनु पनि जरुरी छैन र अनि त्यो उति बेलाको फ्रेस भन्दा पनि हैन। अनि यसलाई मसिनरी यसरी काटेर मजाले अब ठुलो ठुलै अलिकति ठुलो भिजाउँदा नि हुन्छ। एउटा बलमा गिलासमा जेमा भिजाउनलाई हैन। म चाहिँ नि यसैमा छिराइदिन्छु कि आलमन्डको बोतलमा छिराइदिन्छु नि त। अनि त्यसले गर्दाखेरि अनि 4-5 दिन अब 1 हप्ता हैन केही फरक पर्दैन राख्यो हैन। अनि त्यसपछि अनि अर्को आफ्नो स्प्रे बोतल छ भने त्यसमा खनाएर राख्ने हैन। यो मेरो सिद्धिन लाग्यो त्यही भएर मैले आज बनाउनु लाग्यो हैन। मलाई एकजनाले चाहिँ मतलब कति धेरै दिन राखेँ ला भन्दै हुनुहुन्थ्यो हैन। जति राखेँ नि केही हुन्न। मैले त एकचोटि त मेरो त 20-25 दिनै भएको थियो हैन। तर फाल्दा नि हुन्छ क्या 4-5 दिन राखेपछि फालिदिँदा हुन्छ त राखिरहनु जरुरी पर्दैन है। यो फेस सिरम चाहिँ कति राम्रो हुन्छ। यस्तो कुरालाई अब हैन विश्वास गर्ने हैन घरको कुरालाई ध्यान दिउँ भनेर गरौँ पैसा खर्च नगरौँ भन्नेलाई चाहिँ नि राम्रो हुन्छ साथी एकदम राम्रो हुन्छ हैन। अनि बाहिर खर्च गरेर पैसा खर्च गरेर खासै काम छैन त्यो फेसको लागि हैन। त्यो लाखौँ लाख कक्षामा त लाखौँ खर्च गर्नुहुन्छ भने त पैसा उनले गर्ने पनि हो हैन। अब कसैले भए पनि गर्नु मन नपर्ने मान्छेलाई चाहिँ नि यस्तो एकदम राम्रो काम हुन्छ होइन। अब हामी बाहिरकै गर्छौँ भन्नेलाई चाहिँ अब यसलाई चाहिँ यहाँ खुरुखुरु छिराइदिन्छु क्या म चाहिँ यसैमा हैन। अनि पछि सट्ट तारिदिने अर्को बोतलमा अनि बोक्रा सहित अब यो बोतलै फालिदिने भयो किनकि यो त सिद्धिया छ नि त। मेरो त खासै खाली छ नि त। माथिबाट तेल राख्छु त्यसरी बनाउँछु म चाहिँ नि फेस सिरम। अनि अर्को एउटा भनौँ यस्तै नै बन्छ। अहिले चाहिँ म यसमा चाहिँ के राख्दैछु भन्ने कुरा चाहिँ म देखाउँछु है त। यतिको बोक्रा ड्राई बनाएर राखेपछि यो निकालेर फाल्न नै पर्दैन के। त्यो फाल्न पाएन ओहो भन्नुहुन्छ कुनै साथीहरूले। म त फाल्दिनँ कुनै बेला किनकि यो त ड्राई छ नि त हैन। यतिको ड्राई भएको छ नि त एकदम धेरै अलि पानी एकदम फ्रेस छ भने चाहिँ धेरै लामो समय भयो भने अलिकति कालो हुन्छ हैन। नत्र यो केही हुँदैन यसलाई फाल्न पाइन ओहो भनेर त्यो टेन्सन गर्नै पर्दैन कि यो नफाल्दा पनि हुन्छ। अलिकति सुक्खा बनाएर राखिदियो भने चाहिँ नि त्यसपछि यसमा म तेल खन्याउँछु। त्यसपछि एउटा भिटामिन ई क्याप्सुल पनि यसैमा राखिदिने हैन। छ भने चाहिँ तपाईसँग ग्लिसरिन पनि राख्नु मसँग चाहिँ छैन। थोरै आधी चम्चा ग्लिसरिन पनि राखिदिनु यसमा हैन। यति राम्रो बन्छ कि हाम्रो कुनै पनि कहीँ पनि गएर पैसा खर्च गर्नु पर्दैन। यसको लागि चाहिँ राम्रो खालको एउटा ग्लिसरिन ल्याएर आधी चम्चा 1 चम्चा जति राखिदिने आफूले कति बनाउने हो हैन। अनि म चाहिँ नि अब यसको आधी बनाउँछु। हामी 2टा आमा छोरी लाउँछौँ त्यही भएर अनि 1 महिनामा सिद्धिने गरी बनाउँछु क्या म चाहिँ नि हैन। किनकि उस्तै परे म यो बोक्रै फाल्दिनँ नि त यहीँ राखिरहन्छु नि त। हल्का ड्राई भएपछि त फाल्न जरुरी नै छैन क्या। अनि त्यसले गर्दाखेरि चाहिँ तपाईसँग छ भने हल्का ग्लिसरिन राखेर मजाले यसलाई फिटेर त्यसपछि बनाउनुहोस्। अनि होइन बोक्रा फालिदिन्छु भन्यो भने 4-5 दिन राखेर 1 हप्ता राखेर बोक्रा निकालेर फालिदिँदा हुन्छ। एकदम राम्रो सिरम बन्छ। कहीँ गएर केही खोज्नु पर्दैन के साथी हो हैन। एउटा विश्वास गरेर गर्नुहोस् हैन। यसमा साइड इफेक्ट छैन। यो चाहिँ बदामकै ओइल हो हुन चाहिँ नि एकदम राम्रो फेसलाई हुने भनेको बदाम नै हो। होइन बदाम पाइएन भनेदेखि अरू चाहिँ हुँदैन। मलाई कतिले कोकोनट ओइल हुन्छ भन्नुभएको थियो। डेमा चाहिँ लाउन पाइँदैन नि त कोकोनट ओइल कालो बनाउँछ। नाइटमा चाहिँ नि हुन्छ। डेको लागि चाहिँ कोकोनट ओइलले खासै त्यसले घामले डढाइदिन्छ घाममा हुँदैन। अरू तेल चाहिँ त्यति राम्रो होइन। बेबी ओइल केही पनि पाएन नि बेबी ओइल एकदम लाइट हुन्छ। बेबी ओइलमा चाहिँ बनाउनु हैन। मैले त्यही गर्छु यो नपाएको बेला कुनै बेला चाहिँ बेबी ओइल। तर म एकैचोटि धेरै मगाएर राख्छु र मसँग चाहिँ प्रायः छुट्दैन। तर बेबी ओइल राख्दा पनि हुन्छ नहुने होइन हैन। तर यो जति राम्रो त हुँदैन कि अझै पनि हैन। तर अब यसमा मैले राखेको छ भिटामिन ई क्याप्सुल पनि राखेको छु एउटा हैन। मसँग ग्लिसरिन छैन। ग्लिसरिन छ भने आधी चम्चा मिक्स गरिदिनुहोस् यसमा हैन। अब यसमा त देखिँदैन कि फेरि पनि हैन। आधी भयो। अब यसलाई चाहिँ म 4-5 दिन राखिदिन्छु। त्यसपछि फाल्न मन लाग्यो ठिकै छ बोक्रा निकालेर फाल्ने। खासै यो मैले ड्राई बनाएको छ बोक्रा त्यस्तो फ्रेस छैन त्यसले गर्दा नफाल्दा पनि केही फरक पर्दैन। त्यसपछि यस्तो राम्रो पहेँलो बन्छ। जति लगाए पनि भयो। भिटामिन ई सिरम फेसको लागि रिङ्कल बस्ने फेसलाई मजाले फेस तन्काई मसाज गर्नुहोस् कस्तो राम्रो हुन्छ हैन। त्यो फेरि के अरे त्यो एन्टी रिङ्कल यो एन्टी रिङ्कल त्यो भनेर केही मगाउनु पर्दैन। यसले नै एकदम राम्रो काम गर्छ। किनभने हाम्रो यसमा चाहिँ छ भिटामिन ई क्याप्सुल पनि छ भिटामिन सी पनि छ कि अलिक थोरै भएछ तेल थप्नु पर्यो। त्यसले गर्दाखेरि चाहिँ अब अर्को एक्स्ट्रा लाउँछु। मलाई कति साथीले भन्नुभयो के अरे यो लगाएपछि भिटामिन सिरम के अरे फेस सिरम लगाउने हो यो लगाएपछि रे। अनि कसैले चाहिँ नि
के अरे मोइस्चराइजर पनि त्यही भन्नुभएको थियो कि अनि यो लगाएर अर्को मोइस्चराइजर किन्ने हो के अरे लगाउने हो मार्केटमा किनेको अरे त्यो चाहिँ होइन क्या त्यो चाहिँ रङ हो क्या साथी हो त्यस्तो चाहिँ होइन हामी मार्केटमा नकिन भनेर पो घरमा पनि मोइस्चराइजर बनाएको सबै गरेको त होइन र अनि त्यो फेरि मार्केटमा लगाउने अनि घरको त के अरे के भयो त्यसको मतलब त घरको मतलब भयो त भएन नि हो त्यसले गर्दा मार्केटको लगाउने चाहिँ हुँदै होइन यो यस्तो बनाएपछि घरमै बनाउने घरकै चिज लगाउने हो आफूले अब त्यो चाहिँ अब होइन हामी त लगाउँदैनौँ मार्केटको लगाउँछौँ भन्नेले चाहिँ लगाउनु अब यो चाहिँ म राखिदिन्छु अझ एक दिन घाममा राखिदिने हुन्छ यो त एक दिन घाममा राखिदिने होइन अनि त्यसपछि छायामा राखिदिने अनि यस्तो राम्रो आउँछ सिरम यसरी लगाउनुहोस् है त कति राम्रो बन्छ नि त